मायालुको माया मिठो न्यानो न्यानो काखा जुनी जुनी सैयो जुनी अङ्गालोमा राखा मायालुको माया मिठो न्यानो न्यानो काखा जुनी जुनी सैयो जुनी अङ्गालोमा राखा अब दाहिनेपट्टि कोही काट्न लाउने केही काट्न लाउनु तपाईँले त सक्नुहुन्न किन दुख्छ मान्दैन हो नि दुख्छ पनि बिचरा मान्दैन दुख्छ त्यसले हल्लिन्छ ल भयो के बोलाउँ होला है उता कपाल मिसिन्छ होइन म काट्दिनु पर्दैन ब्लेड यो ब्लेड अर्को ल्याउनु कस्तो रेजरवाला ए यो ब्लेड काम लाग्दैन कि जेलिटको ब्लेड मगाउनु पर्छ गराउनु हुँदैन बिस्तारै कतै नहेर न अब यो भरे नि हेलो भान्जा बस न भाइजू म आइपुगेँ हाजिर भएँ शुभ लगन भयो ल शुभ लगन बोलाऊ शुभ लगन बोलाऊ सबै तयार हो शुभ लगन बो ल आज त शुभ लगन बो शुभ लगन बो शुभ लगन बो बिर्सिसक्नुभयो होला है जोगी
पछि छिरिहाल्छ त्यही त पुराण पुरुषोत्तमाय एउटालाई बिचमा पार्नु न भान्जालाई बिचमा पार्नु न भान्जालाई बिचमा उल्टो पो आएछ त हौ उल्टो आयो त अब यताबाट बाबा यताबाट त्यो फेरि चामल पनि जान्छ है पैसा अलग्गै राखिदिनु हेलो सर Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
फेरि पिता आइपुग्नुहुन्छ। पिताले भन्नुहुन्छ हे बाबु छोरा परदेशमा कहिले कन्दमूल खाएर रहनु पर्दछ, कहिले भुइँमा सुत्नुपर्छ, त्यसैले अनेक दुःख कष्ट हुन्छ, जाने कुरै नगराउनु घरमै बस भनेर पितृले भन्नुभयो। फेरि बटुकुवा छोरा भन्छ 10 पुस्ता अगाडि 10 पुस्ता पछाडि म उद्धार गर्न त्यस्ता पुत्रका माता पिता हजुरहरू धन्य हुनुहुन्छ, त्यस्ताका पुत्र म ब्रह्मचर्य पालन गर्दछु भनेर भन्नुहुन्छ। फेरि आमाले भन्नुहुन्छ हे बाबु छोरा परदेशमा धेरै ठुला ठुला कष्टहरू पर्दछन्, ठुला हिमालय आदि पर्वतहरू छन्, त्यस्तो ठाउँहरूमा कसरी बस्दछौ तिमी भनेर भन्नुहुन्छ। फेरि पिता भन्नुहुन्छ हे बाबु छोरा परदेशमा जाँदा वनमा सिंह ब्याघ हात्ती गैंडा आदि वन्य जन्तुहरू चोर डाका आदि लाग्दछन्, समयमा खाना पनि पाइँदैन, त्यसैले हामीलाई छाडेर जाने कुरा नगर बाबु तिमी भनेर पिताजीले भन्नुभयो। फेरि त्यो बटुकले भन्छन् अथवा छोराले भन्छन् हे पिता म ब्राह्मण हजुरको वंशमा जन्मेको हजुरको छोरो हुँ, आफ्नो पुत्र हुँ, त्यसैले सबै व्रत नियम पालन गरेर तिमीहरूको उद्धार गर्ने मेरो कर्तव्य आमा र मैले गरेँ। अब तिमी घर छोडेर गयो भने त हाम्रो के गर्नु होला बाबु भनेर चाहिँ बाबाले भन्नुभयो। फेरि माताजी भन्नुहुन्छ 10 महिनासम्म गर्भमा धारण गरे। बाट जोगी हुनुपर्छ, जोगी जोगी ल्याएर दिउँछु म। जो यता आउनु आउनु एकछिन आउनु आउनु यता एकछिन बोल्नु हुँदैन। बिहान बिहान गाडी जप्नुपर्छ है, जहिले गाडी जप्नुपर्छ। माला आयो गुवा पानी समाइन्छ। ओम यज्ञ सोक्सरमी घर गाजरे चेनटो सबैलाई हात गर्नुपर्छ है। हामीले टिका लगाइदिइहाल्नु न हामी जानु ए त्यो उसलाई त्यो राख्न पात्र राख्नलाई चढाएको छैन विसर्जन कोही छैन अरूलाई लाउन त हामी विसर्जन गर्छौँ। यो पढेको मात्रै सङ्कल्प मात्रै गरे यो पनि खाली हुँदै पठाउनु पर्थ्यो। कुराहरू लगाइदिरहेको सधैँभरिलाई चाहिँ धेर गरेर आउनै त अरे थोरै चाहिँ के नमाने न त आउनु त हो। धेर भयो होइन म आफै पढ्छु पढ्दा तपाईँले डल्ला दिनु पर्छ। ए आमा त्यो दुनु मात्रै हो कि थाल पनि हो? ल कुछ दिएर पानी सुहाउँछ आमा त्यो आउँछ ताला पिला गरेको थाले दक्षिणा न त्यो एउटा पैसो पनि हाल्नु पर्छ। मैले भन्न बिर्सेछु एउटा पैसो पनि हाल्दैन कोही आउने गोवाले दिँदैन कति हाल्दैन त। सहितं दक्षिणात्वेन तुभ्यं अहं सम्प्रददे छोडिदिनुहोस् त्यहाँ यसो ध्यान गर्नुहोस् ल। यसो लक्ष्मीको भगवानको ध्यान गर्नुहोस् ल। हो नारा हो त्यो उँभो पनि खोल्नुहोस् त्यहाँ भुइँमातिर त्यो पर्दैन हो त्यहाँ ल आफ्ना आधारम पतितं निमवाणगोदरगति। ओम सक्राय नमः। ओम सक्राय नमः। ओए खेलना खेलना खेलना।
बेलामा